अब हामी बसेको ठाउँबाट यो ठुलो फेदीमा बसेको, ठुलो फेदीबाट अब हामी पाथिभरको लागि अब हिँडिराखेको छौँ। अहिले 3:30 गएको छ बिहानको। उज्यालो भइसकेको छ, हामी अब हिँडेको लगभग 1 घन्टा भइसकेको छ। अब अझै पनि धेरै नै रहेछ, लगभग 2.5 घन्टा त्यस्तो लाग्छ भनिरहेको छ। अब हेरौँ, जाँदैछौँ उकालो, जाडो छ पुरा। यस्तो बाटो रहेछ, कालो बाटो छ यसरी। यहाँ मेरो छोरी पुरै लट्ठी टेकेर हिँडिरहनु भएको छ, नसकी हाम्रो गुरुबाहरू उडेको छ है आज, फुई उडेको छ है छोरी आज नि, उडेको छ। हरेक ठाउँमा यसरी बस्ने ठाउँहरू बनाएको छ, यसरी छप्पर हालेको हुँदो रहेछ। पाथिभर पुग्ने लागेको अवस्था छ अहिले, सबैजना रहिराखेको भएको छ। गाह्रो भइसक्यो, बिहान 3 बजी हिँडेको, अझैसम्म 3:30 बजी 3:36मा हिँडेको होला, अहिलेसम्म पुगेको छैन। बाटो यस्तो रहेछ, ठुलो पाथिभर ताप्लेजुङको यहाँको सबैजना यसरी आइरहनु भएको छ। अलिक छिटो हिँडेर होला, अलिक पत्लै छ मान्छे, कालै एकदम माथि नै पुगिसकेको अवस्था छ साथीहरू, लगभग अब आइसकेको अवस्था छ। सबैजना छप्पर यसरी हालेको छ, बाटो पनि राम्रै रहेछ अहिले त। यो चाहिँ फर्स्ट गेट भनिन्छ। हामी अब फर्स्ट गेटमा चाहिँ आइसकेको छौँ। 3टा गेट छ भन्नुभएको थियो तल होटलमा, यो चाहिँ फर्स्ट गेट रहेछ। बाबा बिस्तारै आउने, उतै उसले काट्दो रहेछ, ऊपरपट्टिबाट आउनु। यताको नि छोरी बजाउ न, यहाँको बस भयो। उता बजाउनु हुने हुन्छ, हट्नु त त्यहाँ। यो फर्स्ट गेट भनेर भनेको छ। अब हामी आइसकेको छौँ फर्स्ट गेटमा चाहिँ। सबैजना यहाँ आउँदै हुनुहुन्छ। यो चाहिँ अब फर्स्ट गेट भनेर भनेको छ। उकालो त्यता होइन, उकालो। ल साथीहरू, अब चाहिँ लगभग पहिलो गेट सेकेन्ड गेटमा आइसकेको छौँ। सेकेन्ड गेटमा यस्तो रिसोर्टहरू जस्तो के बनाएको, सेकेन्ड गेट हो यो चाहिँ। यस्तो
यस्तो रहेछ सेकेन्ड गेट आइपुग्यो त्यो राम्रो ठाउँ रहेछ त्यही यसमा हरेक ठाउँमा बस्ने ठाउँ आराम गर्ने ठाउँ चाहिँ बनाएको रहेछ यसमा पनि छ हरेक ठाउँमा आउँदाखेरि तल ठुलो फेदीबाटै आउँदाखेरि चाहिँ बस्ने ठाउँहरू चाहिँ रहेछ हरेक ठाउँमा आराम गर्ने ठाउँ त्यो चाहिँ मलाई राम्रो लाग्यो सुविधा चाहिँ त्यो हरेक चिज नै रहेछ हिँड्दाखेरि सेकेन्ड गेट हो यो अब हामी सेकेन्ड गेट आइसकेको छौँ अब लास्ट एउटा गेट बाँकी रहेछ अब सेकेन्ड गेटमा अब हामी छिर्न लागेको यता आउँदो चाहिँ गर्ने ठाउँ रहेछ यो चाहिँ राई लिम्बूहरूको मुकुलुङ भन्ने रहेछ मुकुलुङ माथि मन्दिर पनि छ भन्नुहुन्थ्यो अब दुईटा मन्दिर छ भन्नुहुन्थ्यो भरे अब त्यता पनि घुमेर आउने हो त्यताको पनि भिडियोहरू देखाउने कोसिस गर्नेछु म धुलुम भनेको चाहिँ यो लिम्बूको जस्तो छ अन्तिम आइसकेको छौँ अब यहाँनिर यस्तो ठाउँ रहेछ गेट हो त्यहाँ पर सेकेन्ड गेट रहेछ साथीहरूतिर चाहिँ बजाउँदा हिँड्नु छोरी अब हामी सेकेन्ड गेटबाट पनि अब उकालो लागेको छौँ अब घन्टियार बजाउँदै जाँदै हुन्छ छोरीले सेकेन्ड गेटबाट पनि हामी अब उकालो लागिसकेको छौँ यो चाहिँ गेट रहेछ यसबाट चाहिँ अब उकालो लागेर चाहिँ अब हामी लगभग हामी अन्तिम गेट आइसकेको छौँ अब मरेर आइसकेको छ ठुलो पाथी भएर भनेर हामी पनि अब अन्तिम गेट आइसकेको छ यस्तो मौसम भइराखेको छ केही नदेख्ने अन्तिम गेट अब पुगिसकेको छौँ अन्तिम गेट आइसकेको छौँ अब हामी यस्तो ठाउँ रहेछ छोरी यहाँ कुद्नु न भन्दै मेरो छोरी हिँडेर आइपुगेकोमा खुसी लागेको छ आज सब अन्तिममा चाहिँ यस्तो रहेछ हेरौँ अब फर्स्ट टाइम आएको हो अब भगवानको नाम लिएर ठिकै होला लगभग 2 घन्टै लाग्यो हामीलाई हिँड्नु यहाँ आएपछि चाहिँ एकदम हुने रहेछ अब यहाँ साथीहरूलाई पर्खिनु पर्ने हो ल यो चाहिँ अब ठुलो पाथीबाट मन्दिर आइसकेको छौँ अन्तिम गेट भनेको छ अब यस्तो ठाउँ रहेछ एकदम राम्रो रहेछ यो मन्दिर यता यस्तो हुन्छ माथि चाहिँ के होला त्यता चाहिँ अब जानु बाँकी नै छ साथीहरू पर्खौँ यो चाहिँ मन्दिर हो एक्ज्याक्टली हामी अब चाहिँ मन्दिर आइसकेको छौँ अब यहाँ साथीहरू एकछिन पर्खिने
पर्खिने अनि त्यस पछाडि अब पूजाहरू गर्ने अथवा छिटो आइपुगेन भने हामी अगाडि नै जान्छौँ होला। अब छिटो आइपुगेन भने त पर्खिने हो। हामी चाहिँ आइसकेको छौँ अब पाथिभरा माताको दर्शन गर्न एक्ज्याक्टली आइसकेको छौँ। मौसमले पनि साथ दिइराखेको छ, खुसी लागेको छ आज। हामी चाहिँ अब दर्शन गर्न लागेको छ, साथीहरू पर्खेको अब अलिक ढिलो आउने जस्तो भएर चाहिँ हामी चाहिँ दर्शन गर्न लागेको छौँ। अब टिकटक बनाउँदैछ, अब के गरिरहेको छ होइन। पाथिभराको वरिपरिको दृश्यहरू यसरी देखिन्छ। त्यहाँनिरदेखि तपाईँहरूलाई वरिपरि पनि तपाईँहरूलाई दृश्यहरू देखाइराखेको छु। कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला। पाथिभरा ठुलो पाथिभरा यही हो। हामी लगभग 2.5 घन्टा भयो होला ठुलो फेदीबाट हिँडेको। अनि अहिले हामी एक्ज्याक्टली आइसकेको छौँ र पूजा पनि गरिसकेर बाहिर निस्केको छौँ। अब अरूतिर पनि पूजा गर्नुपर्ने रहेछ, त्यस कारणले गर्दाखेरि बाहिर निस्केको छौँ। यहाँ टिकटक बनाउनेको लहर धेरै छ र हामी अब यहाँबाट चाहिँ अरू दृश्यहरू हेर्दै तपाईँहरूलाई देखाउनेछौँ। र यो बाहिर भन्दा पनि अगाडिपट्टिको चिया हो, त्यहाँनिर हेर्नु सक्नुहुन्छ। लाइन धेरै ठुलो भइसकेको छ। हामी जाँदाखेरि त्यति ठुलो लाइन चाहिँ थिएन, तर अहिले लाइन धेरै। दर्शन गर्नेहरूको लाइन अघिभन्दा अलिक धेरै बढिराखेको छ। हामी चाहिँ अब अघि नै दर्शन गरिसकेर पनि निस्केको। दर्शन गर्नेहरूको लाइन एकदमै बढिराखेको छ। हामीसँगै आउने हाम्रै ग्रुपहरू चाहिँ अलिक हिँड्नु नसकेर भर्खर यहाँ लाइनमा बस्नु भएको छ। अब बिस्तारै सक्नुहुन्छ होला। लाइन एकदम धेरै छ। यो चाहिँ मुकुलुङको चाहिँ धेरै बोर्डहरू राख्नु भएको रहेछ। त्यहाँ पनि अब एकछिनमा अब जाने। यो चाहिँ बलि दिने ठाउँ रहेछ। बलि दिने ठाउँ चाहिँ पछाडिपट्टि रहेछ। यसमा चाहिँ बलि दिनुपर्ने रहेछ। यहाँ चाहिँ खसियाहरू के काट्नुहुन्छ होला कि बलि दिने भनेर देखाउँछ। उता खसियाहरू पनि राखिराखेको छ। यो बलि दिने ठाउँ होला। मन्दिरको वरिपरि बाहेक अरू ठाउँ त पुरै कालो बादल हुसे लागिरहेको छ। केही देख्नै पाएन, वारिपारि के छ केही देख्नै पाएन। र मन्दिरको एरिया चाहिँ एकदम खुल्ला छ, एकदम अब सफा छ मौसम। वारिपारि त केही पनि देखेको छैन। हामीले धेरै कोसिस गऱ्यौँ हिमालहरू हेर्नुलाई, केही पनि देखेन। मन्दिरको जति एरिया छ त्यति चाहिँ उज्यालो छ, बाँकी त सबै हुस्यो कुहिरो लागिराखेको छ। यता घुम्ने ठाउँ छ रहेछ, यताबाट यस्तो जानुपर्छ। अघिभन्दा धेरै उस भइसकेको छ। हाई, हाम्रो ग्रुपहरू भर्खर त्यहाँ हाई गर्दै बसिरहनु भएको छ लाइनमै। अघिभन्दा धेरै अझै पनि भिडभाड भइरहेको छ। हेर्नु, हामी आउँदाखेरि एकदम खुल्ला थियो, अहिले धेरै परसम्म लाइन पुगिसकेको छ। धेरै नै भिडभाड हुने रहेछ। यसमा खसियाहरू राखेको छ। यो बलि दिनुलाई नै ल्याउनु भएको होला। खसियाहरू पनि लगेर गएको रहेछ। यहाँ खसियाहरू बाँधिरहनु भएको छ। अघि बलि दिने ठाउँमै बलि दिने होला सायद।
फुटाएर लगिरहेको छ यहाँ ढोक्दै होइन ढोक्दै नै पैसा हाम्रो परिवारकै राख्छु ल हुन्छ धुता हुन्छ भगवानको नाममा चिनको यसमा चाहिँ अब यो नरिवलहरू फुटाएर चढाउने ठाउँ रहेछ हामीले पनि अघि चढाइसक्यौँ पाथिभराको वरिपरि पनि दर्शन गर्ने ठाउँ रहेछ हामी दर्शन गर्ने ठाउँै रहेछ यता पनि हामी त्यही परिक्रमण गरिराखेको छौँ अब त्यो सिद्धेपछि अगाडिपट्टि छ होला सायद हामी हेर्दै जाँदैछौँ खुसी पनि लागेको छ एउटा पाथिभरा माताको दर्शन गर्न पुगियो त्यसमै सबैभन्दा खुसी चाहिँ लागेको छ कहिलेकाहीँ नसोचेको उसहरू पनि पुरा हुँदो रहेछ भन्ने चाहिँ लाग्यो पामा छाउँदै पामा छाउँदै मुनि त्यतिकै नपोली नखाने अगाडि हजुर सर अगाडि बढ्नुहोस् न प्याकेट गराउने सामानहरू हजुर यसमा टिकटक बनाउनेहरूको घुइँचो देखिन्छ त्यो अगाडिपट्टि चाहिँ एकदमै टिकटक बनाउनलाई चाहिँ नाचिराखेको छ के गानामा नाच्यो के भजनमा नाचेको तर त्यो चाहिँ आवाज सुनिएको छैन त्यत्तिकै नाचेको चाहिँ भिडियोमा खिचिराख्नु भएको छ आन्टीहरूले यसबाट चाहिँ मन्दिरको अब सबै कुराहरू किनेर लानुपर्ने रहेछ पैसा हालेर सामानहरू लिएर आउनुपर्छ जस्तै अब हुन्छ नि त्यहाँनिर मन्दिरको टिकादेखि लिएर सबै कुरो यहाँ राखिदिनु भएको रहेछ यसमा चाहिँ पैसा लगाएर चाहिँ किनेर ल्याउनु पर्ने रहेछ त्यो सुविधा राखिदिएको रहेछ यहाँ जस्तै हामीले चढाएको चिजहरू चाहिँ यहाँ सबै लिएर आउँदो रहेछ अनि यहाँबाट चाहिँ हामीले फेरि पनि किनेर लानुपर्ने रहेछ यसभित्र चाहिँ चौरो पोल्ने ठाउँ रहेछ यो मन्दिर बनाएको रहेछ यसभित्र चाहिँ चौरो पोल्ने ठाउँ रहेछ
धारामा आउँछ र पानी भेटी चढाउनुको लागि फोन पे पनि राखिदिनु भएको रहेछ स्क्यान क्युआर अब यहाँदेखि चाहिँ उकालो ल्याइनु उकालो हिँड्नु त ल्याउ चाल कालो छ नि हिँड्ने शक्ति दिउन् जय पाथी भरा माता जय पाथी भरा माता रक्षा होस् भनेर यो त टिका सिन यो मन्दिरको बारेमा हाम्रो एकजना दादाले केही कुराहरू पनि भन्नु मन्दिरै होला नि हुँदैछ तपाईँहरूले पनि सुन्नु होला राम्रोसँगले ए बलि यहाँ चढ्दैन होइन पूजा मात्रै गर्ने लाखौँ दीप करोडौँ दीपहरू बारेर पनि शिव पूजा गर्न सकिन्छ अझै भन्छ क्या त्यस्तो चाहिँ तर चाहिँ बलि चढ्छ होइन यहाँ चाहिँ बलि हत्या अर्थात् हत्या हिंसा चाहिँ हुँदैन त्यो बाहेक अब मनदेखि के लिएर आमाको लागि सुरक्षृङ्गार सामग्रीदेखि लिएर के मनचित हितले ल्याएको छ ल्याउनु पर्ने छ त्यो कुराहरू चाहिँ हामीले त्रिशूल घन्टीदेखि लिएर सुन चाँदी के छ यस्तै यस्तै कुराहरू ए हुन्छ यता हिँड्नु यताबाट यतादेखि खासै यो चाहिँ यहाँभित्र हो त्यहाँ गेट रहेछ बलि भनेको के हो भोग बाख्राहरू अघि ल्याएको थिएन त्यस्तोहरू यसमा चाहिँ राई लिम्बुहरूको चाहिँ मुकुलुङ भनेर त्यहाँनिर लेखिएको छ अब राई लिम्बूको बारेमै छ त्यहाँ सबै अघि दादाले भनि पनि सक्नुभयो यसमा बत्तियार बाल्न सकिन्छ अनि त्यसमा अब धागो हुँदो रहेछ त्यसले धागोले आफ्नो चिताएर त्यो फन घुमाएर गर्नु पनि सक्ने रहेछ त्यस कारणले गर्दाखेरि यो चाहिँ पाथिभरा चाहिँ अलिक तल भयो त्यसको केही 1-2 मिनट माथि त्यो डाँडामा रहेछ प्रायः जस्तो जाने मान्छेलाई यो थाहा पनि हुनसक्छ र नजाने मान्छेहरूलाई चाहिँ यो कुरा चाहिँ ध्यान दिनु होला कि पाथिभरा माता मन्दिरदेखि अलि माथि पनि राई लिम्बुहरूको एउटा मन्दिर जस्तो 2टा बनाएको रहेछ यो मन्दिरहरूमा पनि जान सक्नुहुन्छ टाढा घुमेर जानु पर्छ
दाहिनेबाट घुम्नु पर्ने नि त उल्टो हो त्यस्तो दाहिने हो ऊ माथि दाहिने देखिसकेको यता पो दाहिने त पर्छ त त्यो त उल्टो भयो नि ऊ नदाहिने धु बालिराख्नु न अन्तिम धुप भयो नि त हुन्छ यहाँ लेखेको छ लु बाली राख्नु न धुप अन्तिम धुप बालिराख्नु त ऊ माथि यो चाहिँ के हो यहाँ लेखेको पनि छैन नलेखेको पनि अब भगवान् त होला सल्लाह अझै उठाउने एक त तल नछोडी जानु माथि पर्नु लु हल्लाएर राख्नु लु राख्नु हात चेपिन्छ बास लु पाथी भएर साँच्चीकै पाथी जस्तो नै रहेछ वरिपरि के अब के पनि छैन त्यो ठक्कै पाथी जस्तै थुम्का बसेकोमा रहेछ एउटा अचम्मै त अचम्मै पनि लाग्यो वरिपरि डाँडाहरू पारिवारि मात्रै छ तर हामीले के देखेन वारिपारि अब मौसमको उसले गर्दाखेरि तर मौसमले यतिको साँच्चै देख्यो तर वारिपारि चाहिँ हामीले देखेन अब हिमालहरू होला सायद जस्तो लाग्यो केही देख्नु चाहिँ देखेन अनि खुसी लाग्यो हामी अब सोचेको कामहरू पुरा होस् भनेर हामी गएको हो र एकदम खुसी लाग्यो टाइममा पुग्यो र टाइममै अब दर्शन पनि गरिसक्यो त्यसमै खुसी लागेको छ नयाँ बनाएको रहेछ यो सबै पुरानो चाहिँ तल रहेछ यस्तो अचम्मैको ठाउँमा बसेको छ नि र सक्दैन तपाईँहरूलाई मैले अघि सुनाएको थिएँ नि त एउटा यहाँनिर चाहिँ धागो किनेर चाहिँ तपाईँहरूले यो वरिपरि धागो जति लामो सक्नुहुन्छ कसैको नाममा अथवा कसैको उसमा र तपाईँहरूको आफ्नो उसको लागि चाहिँ राम्रोको लागि चाहिँ यसमा डोरी धागो तन्काइँदो रहेछ दाहिनेबाट लिएर चाहिँ तन्काएर चाहिँ यहाँनिर वरिपरि अब कति फन्को हुन्छ त्यही हिसाबले तन्काएर ल्याउनु पर्ने रहेछ त्यहाँ अरूले तन्काइरहनु भएको छ एकजना दिदीले तन्काइरहनु भएको छ र माथिबाट दृश्य हेर्दाखेरि पाथिभारा कसरी देखिँदो रहेछ तलनिर चाहिँ बसेको ठाउँ छ अनि पाथिभारा मन्दिर चाहिँ तलनिर छ अनि माथि चाहिँ यो राई लिम्बूको रहेछ अनि यस्तो ठाउँ छ तपाईँहरू पहिल्यै आउनु भएको छ भने त अब सबै कुरो थाहा छ र आउनु भएको छैन भने चाहिँ आउनुहोस् एकपल्ट पाथिभारा माताको दर्शन गरेर जानुहोस् भन्न म चाहन्छु सबैलाई फर्किने तयारीमा छु सबै भिडियोहरू यस्तै छ भ्यू यस्तै छ मौसम यस्तै छ हजुरहरूलाई कस्तो लाग्छ जङ्गलहरू यस्तो छ गुराँसहरू फुलेको झरिसकेछ है एकदम जाडो अहिले पनि त्यस्तो मौसम जाडो छ पछि मङ्सिर पुस त कस्तो हुन्छ होला यहाँ त यस्तो यहाँ डाँडा रहेछ एकदम रमाइलो डाँडा छ अन्तिम डाँडा रहेछ है हामी पनि फर्स्ट टाइम आएको हो को आउनु भएको छैन यस्तै छ यहाँको ठाउँ हेरेर आउनु होला यस्तो ठाउँ छ यहाँ मन्दिरहरू माथि रहेछ पाथिभारा त उता बाहिर पाथिभारा त त्यहाँ बाहिर रहेछ त्यो मन्दिरदेखि नि उतै त्यो मन्दिर चाहिँ चौरो पोल्ने रहेछ माथिबाट त उता यहाँ चाहिँ छ बाहिरै रहेछ पाथिभारा माता अब चाहिँ ओह्रालो फर्किने लागि अब ओह्रालो लागेको
छोरीले स्टाइलमा फोटो खिच्दैछ मेरो हैन अलि यता अघि भन्दा अहिले अलिक भिडभाड बढिसकेको छ मन्दिरमा लाइन धेरै देख्न थालिसकेको छ र मान्छेहरू सबैजना लाइनमा बसिसक्नु भएको छ हामी चाहिँ अलिकति अगाडि नआएर चाहिँ दर्शन गरिसक्यौँ पाथिभरा माताको अब अझै पनि आउने क्रम चाहिँ जारी नै छ यो चाहिँ हाम्रो ग्रुप हो हाम्रो अब बहिनीहरू दादाहरू अङ्कलहरूसँग आएको उहाँहरू चाहिँ अलिकति नानीले गर्दाखेरि अलिक ढिलो भएर चाहिँ उनीहरू भर्खर अब दर्शन गर्नुको लागि यहाँनिर दर्शन त गरिसक्नु भयो त्यसबाट बाहिरको दर्शनको लागि चाहिँ तयारी भइरहनु भएको छ यसमा चाहिँ सपुरबत्ती बाल्ने ठाउँ रहेछ यसमा चाहिँ सपुरबत्ती बालेर चाहिँ त्यसको आगोको चाहिँ तापेर चाहिँ सोचेको र चिताको कामहरू पुरा हुन्छ र भनेर चाहिँ त्यहाँ भनिएको रहेछ त्यो सायद होला पनि अनि यसमा चाहिँ अब सबैजनाले त्यसरी अब धुपहरू बाल्ने अथवा सपुरबत्तीहरू लिएर बाल्ने ठाउँ रहेछ यसमा हामी आउँदाखेरि अघि यहाँनिर एउटा मात्रै थियो अहिले अब 2-3टा भइसकेको छ अब यसमा अरू पनि बाल्ने ठाउँ रहेछ जति मान्छे अब धेरै हुँदै जान्छ त्यो अब धेरै नै अब त्यहाँनिर बालिसकेपछि अरूहरूमा पनि बाल्दै जानुपर्ने रहेछ कहाँ ल्याउनु आँटेको? के हो यहाँ छ आधी दिनु आधी दिनु आधी कसलाई दिनु? मेरो चाहिँ फुडेन। अहिले चाहिँ दर्शन गरिसकेपछि यहाँ हल्का फोटोको
खिच्ने तयारीमा छ सबै बहिनीहरू दादाहरू अङ्कलहरू। सिधेको त्यहाँ छोरी ऊ बहिनी माग्दैछ नि रुँदै पो मागिरहेको छ ए म तल पुगौँ न भन्नै पर्दैन तपाईँको डोकोले त्यति हामी अब एक्ज्याक्टली फर्केको अवस्था अब हामी पाथिबारबाट फर्किँदैछौँ अब हाम्रो फर्किने सबै ग्रुपहरू यहाँ घुमिरहेको छ हाम्रो साथी त बोलेन त हो साथी ल हामी फर्केको भन्नु ल हामी फर्केको ल छोरी पनि फर्किनु हिँड्नु ल अब हामी फर्केको एक्ज्याक्टली अब हामी चाहिँ अब बाई बाई अब हामी पाथिबार माताको दर्शन गरिसकेर अब फर्किने तर्खरमा छौँ। बाट हामी ठुलो फेदी सानो फेदी भएर चाहिँ ताप्लेजुङ भएर चाहिँ हामी आज इलामै पुग्ने प्रोग्राम छ। अब सायद पुगिन्छ होला किनभने अब अहिले भर्खर 8-9 मात्रै बज्दैछ। अब लगभग हामी सानो फेदीसम्म अब गाडी जहाँदेखि हामी चढिन्छ त्यहाँसम्म कन्ट्याक्ट पनि भइसकेको छ र हामी त्यहाँबाट ताप्लेजुङबाट चाहिँ इलामको गाडीमा जानेछौँ। अब तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरिदिनु होला र लाइक सब्सक्राइब गर्न नभुल्नु होला र सल्लाह सुझाव पनि दिनु होला कि कति कुराहरूमा मान्छेले जानेर नजानेर पनि गल्ती हुनसक्छ। त्यस कारणले गर्दाखेरि अब हामी सानो फेदीसम्मको तपाईँहरूलाई दृश्य चाहिँ देखाउने नै छ। अब यसबाट पनि अब केही दृश्यहरू छ तपाईँहरूलाई देखाउँछ। हामीले अस्ति मैले भनेको थियो पहिलाको भिडियोमा तपाईँहरूलाई होटलको बारेमा पनि बताउँछु भनेको थिएँ र फोन नम्बरहरू त्यो अन्तिममा म तपाईँहरूलाई देखाउने छु। भोलि उता धरानबाट भने पछि त बन्द भनेको गाडी बन्द छ कति यसमा देख्न सक्नुहुन्छ कति वृद्ध अवस्थामा अब हिँड्न नसक्नेहरू हुन्छ त्यसमा चाहिँ अब बोकेर ल्याउनु पर्ने रहेछ। कतिपय अब मोटो पर्ने गर्दाखेरि अब हिँड्नु सक्दैन त्यसमा चाहिँ अब बोकेर अब आउनु पर्ने रहेछ। बोक्ने अब पाउँदो रहेछ त्यहाँ दादा। हाम्रो स्टिक त छैन त त्यो लट्ठीले लगिसक्यो त्यही भएको बोक्नु न अघि राखेको लग्यो नि
यस्तो हरेक ठाउँमा धर्मशालाहरू बनाइदिनु भएको रहेछ थकाइ मार्दै जाने ठाउँ चाहिँ रहेछ धेरै धर्मशालाहरू बाटो बाटोमा रहेछ त्यसै राम्रो लाग्यो यसमा पनि आउँदा आउँदै राति हामीले यहाँ केही पनि देखेको थिएन यो गेटहरू केही देखेको थिएन अँध्यारोले गर्दाखेरि अहिले हामीले त्यो गेटहरू पनि देख्यो अब हेऱ्यौँ अगाडि रहेछ यो बिहान हामी अँध्यारोमा आउँदाखेरि चाहिँ यो चिजहरू चाहिँ ध्यानै दिएको थिएन अब हामी बिहान जहाँ हामी राति बसेको ठुलो फेदी हो यो ठुलो फेदीमा आइसकेको छौँ माथिबाट फर्केर दर्शन गरिसकेर आइसकेको छौँ र यो मुना होटल हो तपाईँहरूले यसमा बस्नु पनि सक्नुहुन्छ र अर्को होटल पनि छ तपाईँहरूले होटल हेर्दै जानु सक्नुहुन्छ यो एउटा होटल हो यसमा तपाईँहरूले राम्रोसँगले फोन नम्बरहरू पनि टिप्न सक्नुहुन्छ चन्द्रमा होटल हो एड्स एन्ड लट छ अन्त अरू पनि छ होटलहरू हेर्दै जानु सक्नुहुन्छ पाथिभरा कालिका होटल हो यसमा चाहिँ बिहान जाँदाखेरि चेकिङ हुँदो रहेछ र फर्किँदा पनि चेकिङ हुँदो रहेछ प्रहरीहरू बस्नु हुँदो रहेछ यसमा चाहिँ एउटै हो हामी पाथिभरा होटल एघार नम्बरको होटल हो यो होटलहरू पनि नम्बर बाई नम्बर छ 1 नम्बरदेखि छ सेवारो होटल हो यो नम्बर 10 को हजुर खाना कता तलै गएर खाम होला हुन्छ जहाँ भए पनि यहाँ त बनाउन टाइम लाग्दाखेरि त्यही त अनि अर्डर बनिएन नभए तापले चाहिँ तल भए चाहिँ गाडी चाहिँ यहाँ हिँडिहाल्छ त्यो दाइलाई फोन गरेर खाना बनाउ यो पञ्चकन्या कालिका होटल हो पाथिभरा आउँदाखेरि 8 नम्बरमा 9 नम्बरमा होला यो हुन्छ अनमोल होटल हो यो आज त मासु भात ठोस ठोस खाने हो पेट पनि गरी जाति नै छोरी ल म अलिकति तपाईहरु नयाँ आउँदै हुनुहुन्छ भने चाहिँ दर्शन गर्ने सामानहरु चाहिँ यो
ठुलो फेदीमै सबै पाइन्छ। तपाईँहरूले त्यो तलदेखि बोकिरहने जरुरी छैन। ठुलो फेदीमा तपाईँहरू जानुभयो भने चाहिँ त्यहीँ पाउनुहुन्छ। यहाँ हो हाम्रो होटल। यो चाहिँ हामी बसेको दार्जिलिङ होटल हो। दार्जिलिङ 7 नम्बरमा छ यो दार्जिलिङ होटल। यसमै हामी बसेर आज राति बसेर चाहिँ हामी दर्शनमा निस्केको थियौँ यही होटलबाट। सिक्किम होटल छ त्यसको अपोजिट। अब फेरि हाम्रो होटलमा आइसकेको छौँ। 7 नम्बर रहेछ यहाँ। यो अर्को होटल हो ठुलो फेदी 5 नम्बरमा छ। यो चाहिँ ठुलो फेदी होटल। यो ठुलो फेदी रहेछ। आउने हिमालयन होटल हो यो चाहिँ। चार नम्बर होटल हो यो चाहिँ। लु प्रत्येक होटलको नाम एउटा एउटा छ। 1 नम्बरदेखि 12-13 नम्बरसम्म सायद हुनसक्छ। आउनु है बिस्तारी ल लड्छ है त्यहाँ नलड्नु है। ज्याकेट लगाएर बोक्नु न। कुकुराहरू कस्तो कस्तो कुकुराहरू छ। यो चाहिँ 3 नम्बरमा छ श्रीमाता भट्टराई होटल हो। देखाए माता ममता होटल आउनु है। लु पैसा चिलाएर पनि फेरि एउटा के हुन्छ नि त्यो बिकाको छिटो यही हो फर्स्ट होटल मिलन होटल हो। यो 1 नम्बरमा पर्छ। यहाँबाट माथि चाहिँ अब 11-13। तपाईँहरूलाई यो कस्तो लाग्यो? अब यो ठुलो फेदीको होटलको बारेमा पनि तपाईँहरूलाई भने र भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। र अब नमरे बातचित दैवले साँच्चै अर्को भिडियोमा भेटौँला। हजुरहरूको सल्लाह सुझावको प्रतीक्षामा छु म।